नमस्ते सबैजनालाई। म हो तपाईँहरूकै साथी शान्तिमाया अधिकारी। म आज हजुरहरूलाई प्याज खनिसकेपछि के गर्नु पर्दछ भनेर सिकाउन जाँदैछु। प्याज सबै सुकिसकेका छन्। यी डाँठहरू, यी पातहरू सुकिसकेका छन्। अनि यो अझै पनि हामीले सुक्न दिन सक्थ्यौँ। आकाशमा टम्म बादल छ, पानी आउने सम्भावना देखाइरहेको। हामीले यसलाई खन्दैछौँ। यदि मौसम यस्तो भएको बेलामा पनि हामीहरूले प्याज खनेनौँ भने यी सुकिसकेको पातहरूले पानी परेको बेला फेरि सुक्खा पातहरूले पानी सोच्दछन् र पानी यो प्याजको गानामा जान्छ अनि प्याज कुहिने सम्भावना हुन्छ। यी सुकिसकेपछि हामीहरूले खन्ने बेला भएपछि यदि तपाईँको यी जराहरू सबै सुकिसकेका छन् भने खन्ने बेलामा यसरी उखाल्न सकिन्छ। यसरी प्याजहरू उखाल्ने। यसरी उखालेका प्याजहरूलाई घरमा लगी छायामा सुकाएर राख्ने। जब हामीले प्याजहरू गोडेर भ्याउँछौँ, गोडेर भ्याएका प्याजहरूलाई हामीले घरभित्र ल्याएर छायामा 3-4 दिनसम्म यसरी पातलो हुने गरी हावा खेल्ने ठाउँमा सुकाएर राख्नु पर्दछ। कहीँ कसैले यी प्याजका गानाहरूलाई घाममा सुकाएको पनि देखिन्छ। यदि तपाईँले घाममा सुकाउनु भयो भने प्याजका यी गानाहरू प्रकाशको तातो तापक्रमले धेरै तात्दछन्, जसले गर्दाखेरि प्याज हामीले भित्र काटेर भित्र भण्डारणमा राखिसकेपछि कुहिने सम्भावना धेरै हुन्छ। यदि हजुरहरूले यी प्याज गोडेर ल्याएर तत्कालै काट्नुभयो भने यहाँ देख्न सक्नुहुन्छ, मैले हजुरहरूलाई काटेर देखाउँदैछु। हामीले यसरी काट्ने गर्छौँ। यहाँ हेर्नुहोस्, यसबाट सेतो दुध जस्तो पानी तरल पदार्थहरू निस्किन्छ, जुन यो प्याजमा आफूसँग भएको पोषक तत्त्व हो। जब यो प्याजबाट यो तरल पदार्थ बढीभन्दा बढी मात्रामा निस्किन्छ तब हाम्रो यो प्याज भित्र ओइलाउने अनि यो भित्र खोक्रो भएर सुक्ने हुन्छ। त्यसैले हामीले 3-4 दिनसम्म छायामा सुकाएर क्युरिङ गर्दाखेरि यी प्याजका यी डाँठहरू केही मात्रामा ओइलाइसकेका हुन्छन्। त्यसपछि तपाईँहरूले यो यति नजिकै नभएर लगभग यो डाँठको 2 औल जति माथि यतिबाट यसरी काट्नुभयो भनेपछि यहाँबाट थोरै मात्रामा तरल पदार्थहरू निस्किन्छ। त्यो ओइलाइसकेको हुन्छ, यहाँ प्याजहरू यो ओइलाइसकेको हुन्छ, जसले यसबाट तरल पदार्थ कम निस्किन्छ र अलिअलि निस्केको मात्रा पनि यहाँबाट जान्छ र यो टुप्पो मात्रै सुक्ने गर्छ। अनि मात्रै हाम्रो प्याज भण्डारणको लागि उपयुक्त हुन्छ। जब प्याजहरू काटेर सबै भ्याइन्छन् तब आफ्नो प्याज राख्ने भण्डार कोठामा, आफ्नो प्याज राख्न जहाँ सजिलो हुन्छ त्यस ठाउँमा पातलो हुने गरी यहाँ देख्न सक्नुहुन्छ, यो सिमेन्टको जमिन हो, यो प्लाइबोर्ड हो। अनि मैले पातलो हुने गरी यसरी राखेको छु। यसरी पातलो हुने गरी प्याज राख्नु पर्दछ। अनि प्याज राखेको 1-1.5 महिनापछि कुनै यसमा धेरै हरियो ताजा पनि भएका हुन सक्छन्, ती कुहिएका हुन सक्छन्। ती प्याजहरूलाई हजुरहरूले हटाइदिएर फाल्नु पर्दछ, जसले गर्दाखेरि हाम्रो भण्डारणमा ठुलो समस्या आउँदैन। प्याज काटेर भ्याइसकेपछि आफ्नो भण्डारण कोठामा, जहाँ तपाईँहरूलाई भण्डारण गर्न सजिलो हुन्छ, त्यहाँ लगेर पातलो हुने गरी यसरी फिजाएर राख्नु पर्दछ। भण्डारण कोठामा हावा पास हुने खालको झ्याल अनि भेन्टिलेसन हुन आवश्यक पर्दछ। प्याज भण्डारण गर्दाखेरि धेरै बाक्लो गराएर भण्डारण गर्न हुँदैन। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ, यो सिमेन्टको जमिन हो। यहाँ
प्लाइबोर्ड छ त्यसमाथि प्याजलाई यसरी एक तह हुने गरी मात्रै भण्डारण गरिएको छ। प्याजलाई बोरामा राख्नुभयो भने हावा खेल्न नपाएर प्याजहरू कुहिन्छन्, त्यसैले जहाँ राखे पनि पातलो हुने गरी राख्नुहोला, जसले गर्दा प्याज कुहिँदैन। हस् त, आजको मेरो प्याज खनेपछि के गर्ने, कसरी भण्डारण गर्ने भन्ने विषयको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरू सबैलाई धन्यवाद। जय कृषि।